सवारी दुर्घटनामा मानिसको मृत्यु भएमा चालकलाई कस्तो सजाय हुन्छ भन्ने धेरैको जिज्ञासा रहेको पाइन्छ। नमस्कार, म अधिवक्ता सागर सरगम चेम्जोङ। आजको यस भिडियोमा हामी नेपालमा सवारी दुर्घटना सम्बन्धी सचेतना फैलाउने उद्देश्यले सवारी दुर्घटनामा मानिसको ज्यान मरे चालकलाई कस्तो सजाय हुन्छ भन्ने विषयमा छलफल गर्नेछौँ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 161 मा सवारी दुर्घटना र यसको सजायको विषयमा उल्लेख गरिएको छ भने कुनै पनि सवारी दुर्घटनामा चालकको मनासय तत्त्व सबैभन्दा महत्त्वपूर्ण हुन सक्दछ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 161 को उपदफा 1 अनुसार कसैले सवारी चलाए कुनै मानिसलाई किची ठक्कर दिए वा कुनै किसिमको सवारी दुर्घटना गराए सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस वा त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको कारण 21 दिनभित्र कसैको मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनासायले गरेको भए सवारी चलाउने व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था रहेको छ। त्यस्तै कसैले ज्यान मार्ने मनासायले त्यस्तो कार्य गरेको तर त्यस्तो कार्यबाट कसैको ज्यान नमरेको रहेछ भने यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा हेरी 5 वर्षदेखि 12 वर्षसम्म सजाय हुने व्यवस्था रहेको छ। त्यस्तै उपदफा 2 अनुसार कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची ठक्कर दिए वा कुनै किसिमको सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाबाट तत्कालै वा सोही चोटका कारण 21 दिनभित्र मानिसको मृत्यु भएमा त्यसरी सवारी चलाउने व्यक्तिलाई 3 वर्षदेखि 10 वर्षसम्म कैद वा 30,000 देखि रु 1 लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ। त्यस्तै उपदफा 3 अनुसार कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था नदेखेको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारीभन्दा बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको मृत्यु हुन गएछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई 1 वर्षसम्म कैद वा 2,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्दछ। त्यस्तै उपदफा 4 अनुसार चालक अनुमति पत्र नलिई सवारी चलाए उपदफा 1 र 2 बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप 2,000 रुपैयाँ समेत जरिवाना लाग्दछ। र उपदफा 5 अनुसार कुनै सवारी धनीले चालक अनुमति पत्र नलिएका व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची ठक्कर दिए वा दुर्घटना गराई मानिसको मृत्यु हुन गएमा त्यस्तो सवारी धनीलाई 2 वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ। त्यस्तै सवारी दुर्घटनामा अङ्गभङ्ग भएमा सवारी चालकलाई कस्तो सजाय हुन्छ भन्ने सन्दर्भमा थप चर्चा गर्नेछौँ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 162 को उपदफा 1 अनुसार कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची ठक्कर दिए वा दुर्घटना भई सवारीमा रहेको वा सवारीभन्दा बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट अङ्गभङ्ग भएमा त्यस्तो कार्य बदनियतका साथ गरेको भए त्यसरी सवारी चलाउनेलाई 3 वर्षदेखि 10 वर्षसम्म कैद र 30,000 रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ। त्यस्तै दफा 162 को उपदफा 2 अनुसार चालक अनुमति पत्र नलिएका व्यक्तिले बदनियतपूर्वक सवारी चलाई किची ठक्कर दिए वा दुर्घटना गराई कसैको अङ्गभङ्ग गरेमा 3 वर्षदेखि 10 वर्षसम्म कैद सजाय र 30,000 रुपैयाँसम्म जरिवानामा थप 5,000 रुपैयाँसम्म जरिवाना समेत लाग्दछ। त्यस्तै दफा 162 को उपदफा 3 अनुसार सवारी धनीले चालक अनुमति पत्र नलिएका व्यक्तिले सवारी चलाउन दिई सवारी दुर्घटना गरे अङ्गभङ्ग गरेमा त्यस्तो सवारी धनीलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ।